लोकसेवा आयोगको पाठ्यक्रम हेर्नु भनेको कुनै यात्रामा निस्किनु अघि नक्सा हेर्नु जस्तै हो। तर कहिलेकाहीँ त्यो नक्सामा बाटो मात्रै हुँदैन, बाटोमा लुकेका खजाना र खतराका सङ्केतहरू पनि हुन्छन्। आज हामी त्यस्तै एउटा नक्साको गहिरो विश्लेषण गर्दैछौँ। नेपाल शिक्षा सेवाको प्राविधिक सहायक पदको नयाँ पाठ्यक्रम। यो केवल विषयहरूको सूची मात्र होइन, यो त एउटा पजल जस्तो छ। आज हामी यो पजलको हरेक टुक्रालाई जोडेर हेर्दैछौँ कि आयोगले वास्तवमा कस्तो सुपर प्राविधिक सहायकको चित्र बनाउन खोजिरहेको छ। एकदमै राम्रो तरिकाले प्रस्तुत गर्नुभयो। यो साँच्चै एउटा पजल नै हो। आजको हाम्रो छलफलको उद्देश्य पनि त्यही हो। सतहमा देखिएका विषयहरूभन्दा गहिरोमा गएर आयोगको मनोविज्ञान बुझ्ने प्रयास गर्ने। पाठ्यक्रमको संरचना, परीक्षाको ढाँचा अनि हरेक पत्रमा सोधिने प्रश्नहरूको पछाडिको किनलाई खोतल्नेछौँ। यसले प्राविधिक सहायकको भूमिकाको लागि कस्तो ज्ञान, सिप र दृष्टिकोणको अपेक्षा राखेको छ भन्ने कुरा छर्लङ्ग पार्नेछ। ल त्यसो भए सुरु गरौँ यो विस्तृत विश्लेषण। हाम्रो स्रोत लोकसेवा आयोगद्वारा 2080 साल माघ 22 गते जारी गरिएको आधिकारिक पाठ्यक्रम हो। हेरौँ यो नक्साले हामीलाई कहाँ कहाँ लैजान्छ। सबैभन्दा पहिले यसको समग्र संरचनालाई हेरौँ न माथिबाट। परीक्षा योजनालाई 2 मुख्य चरणमा बाँडिएको देखिन्छ, लिखित परीक्षा र अन्तर्वार्ता। तर यहाँ अङ्कभार हेर्दा त आकाश जमिनको फरक छ नि। लिखित परीक्षा 200 पूर्णाङ्कको अनि अन्तर्वार्ता जम्मा 30 पूर्णाङ्कको हो। र यो अङ्कभारले नै आयोगको पहिलो र सबैभन्दा स्पष्ट सन्देश दिन्छ। उनीहरूका लागि लिखित ज्ञान र त्यसलाई प्रस्तुत गर्ने क्षमता नै सबैभन्दा महत्त्वपूर्ण छ। अन्तर्वार्ता व्यक्तित्व परीक्षणको लागि हो, तर अन्तिम नतिजामा निर्णायक भूमिका लिखित परीक्षाले नै खेल्छ। लिखित परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारले सुरुमै ठूलो अग्रता लिन्छ। यो पहिलो खुड्किलो मात्र होइन, यो त दौडको सबैभन्दा लामो र महत्त्वपूर्ण हिस्सा हो। र दुवै परीक्षा एकै दिनमा हुन्छ। एउटै दिनमा 2 फरक प्रकृतिको परीक्षा दिनु त उम्मेदवारको लागि मानसिक रूपमा पनि चुनौतीपूर्ण होला नि। अवश्य पनि। र यो आयोगले जानी गरेको डिजाइन हो। प्रथम पत्र वस्तुगत अर्थात् टिक लगाउने प्रश्नहरूमा आधारित छ। यसले तपाईको फराकिलो ज्ञान र समय व्यवस्थापन गर्ने क्षमता जाँच्छ। तपाईँ कति धेरै कुरा जान्नुहुन्छ र कति छिटो सही निर्णय लिन सक्नुहुन्छ भन्ने कुराको परीक्षण हो यो। जबकि द्वितीय पत्र पूर्ण रूपमा विषयगत छ, जहाँ तपाईले लामो उत्तर लेख्नुपर्छ। यसले तपाईको गहिरो विश्लेषण, तर्क र लेखन सिपको परीक्षण गर्छ। एउटै व्यक्तिमा यो दुवै सिप, गति र गहिराई छ कि छैन भनेर जाँच्न खोजिएको हो। ल पाठ्यक्रमको संरचना त बुझियो, तर हरेक खेलमा नियम हुन्छन् र कहिलेकाहीँ नियम नबुझेरै खेलाडी आउट हुन्छ। यहाँ त्यस्ता के ट्र्यापहरू छन् जसमा उम्मेदवारहरू सजिलै फस्न सक्छन्? एकदमै महत्त्वपूर्ण प्रश्न। पहिलो र सबैभन्दा ठूलो ट्र्याप हो नेगेटिभ मार्किङ, अर्थात् गलत उत्तर दिएमा अङ्क कट्टा हुने नियम। वस्तुगत प्रश्नमा एउटा गलत उत्तर दिनुभयो भने तपाईले पाएको अङ्कबाट 20% अर्थात् 0.2 अङ्क काटिन्छ। यसको सीधा अर्थ हो आयोगले अन्दाजमा उत्तर दिने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको छ। बरु उत्तर नदेऊ तर गलत ज्ञान प्रस्तुत नगर भन्ने सन्देश हो यो। भनेपछि जुन प्रश्नमा 100% ढुक्क छैन त्यसलाई छोड्नु नै बुद्धिमानी हुन्छ। हो। अर्को एउटा सानो तर खतरनाक नियम छ उत्तर लेख्ने तरिकामा। वस्तुगत प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठूलो अक्षर मतलब क्यापिटल लेटर्स ABCD मै लेख्नुपर्छ भनेर स्पष्ट तोकिएको छ। मानौ तपाईले सबै उत्तर मिलाउनु भयो, तर हतारमा वा बानीले गर्दा सानो अक्षरमा लेख्नुभयो ABCD मा। हो, त्यसरी लेख्नुभयो भने तपाईको उत्तर पुस्तिका नै रद्द हुन सक्छ। यहाँ ज्ञान मात्र होइन, निर्देशनलाई कति सूक्ष्म रूपमा पालना गरिन्छ भन्ने अनुशासन पनि जाँचिँदैछ। यो त साँच्चै डरलाग्दो रहेछ। एउटा सानो गल्तीले पुरै मेहनत खेर जान सक्छ। अनि कानुन, ऐन, नियमहरूबारे पनि केही उल्लेख छ नि, हैन? छ। पाठ्यक्रममा परेका कानुन, ऐन, नियमहरू परीक्षाको मितिभन्दा 3 महिना अगाडिसम्म संशोधन भएका वा कायम रहेकालाई आधार मानिनेछ। यसले उम्मेदवारलाई एउटा राहत दिन्छ। परीक्षाको अघिल्लो दिन कुनै नियम परिवर्तन भयो भने आत्तिनु पर्दैन। तर यसको अर्को अर्थ हो तपाईँ कम्तीमा पनि पछिल्लो 1-2 वर्षका संशोधनहरूसँग भने पूर्ण रूपमा अद्यावधिक हुनै पर्छ।
नियमका कुरा त भए, अब पजलको पहिलो ठूलो टुक्रा प्रथम पत्रको भित्रै छिरेर हेरौँ न। 100 अङ्कको यो पत्रलाई पनि 40 र 60 अङ्कको 2 भागमा बाँडिएको छ। पहिलो भागमा सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन छ। तर मलाई एउटा कुराले अचम्ममा पार्छ। शिक्षा सेवाको प्राविधिक सहायकलाई नेपालको भूगोल, इतिहास, संस्कृति अनि संयुक्त राष्ट्रसङ्घ, सार्क, बिम्स्टेक जस्ता अन्तर्राष्ट्रिय मामिलाबारे किन यति धेरै जान्नु पर्यो? यो केवल सामान्य ज्ञान जाँच्न हो कि यसको पछाडि कुनै गहिरो अर्थ छ? यसको पछाडि गहिरो अर्थ छ। आयोगले एउटा कर्मचारी मात्र खोजिरहेको छैन, एउटा सार्वजनिक सेवक खोजिरहेको छ। प्राविधिक सहायकले काम गर्ने विद्यालय कुनै न कुनै भूगोलमा पर्छ, त्यसको आफ्नो इतिहास र संस्कृति छ। त्यो परिवेश नबुझी शैक्षिक सुधार सम्भव छैन। अनि संयुक्त राष्ट्रसङ्घ, सार्क, बिम्स्टेक अर्थात् दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन र बङ्गालको खाडी वरिपरिका देशहरूको सङ्गठन जस्ता निकायहरूले शिक्षामा पार्ने प्रभाव, उनीहरूका नीति र अनुदानहरू हो त्यसबारेमा जानकार व्यक्तिले स्थानीय स्तरमा स्रोत जुटाउन र नयाँ कार्यक्रम ल्याउन सक्छ। आयोगले भन्न खोजेको हो, आफ्नो गाउँठाउँमा मात्र होइन, विश्वमा के भइरहेको छ भन्नेमा पनि सचेत बन। कुरा त्यसो पो। अनि यसैमा जोडिएको अर्को खण्ड छ सार्वजनिक व्यवस्थापन, जसमा कार्यालय व्यवस्थापन, दर्ता चलानी, टिप्पणी लेखन, निजामती सेवा ऐन जस्ता कुरा छन्। तर यो पद त प्राविधिक सहायक हो, प्रशासनिक सहायक होइन। के यति धेरै प्रशासनिक ज्ञान साँच्चै आवश्यक छ? कतै भूमिका नै अस्पष्ट बनाउन खोजिएको त होइन? यो एकदमै जायज प्रश्न हो। धेरैलाई यस्तो लाग्न सक्छ, तर आयोगको दृष्टिकोण फरक छ। उनीहरूले यस्तो व्यक्ति खोजेका छन् जो पुल बन्न सकोस्। प्राविधिक सहायक फिल्डमा गएर शिक्षकलाई यसरी पढाउनुहोस् भनेर सिकाउने मात्र होइन, त्यो कामको प्रतिवेदन बनाएर, टिप्पणी उठाएर जिल्ला शिक्षा कार्यालयसम्म सही प्रशासनिक प्रक्रिया पुर्याएर ल्याउन सक्ने पनि हुनुपर्छ। सिद्धान्त र प्रशासनलाई जोड्ने काम यही भूमिकाको हो। नत्र राम्रा कामहरू फिल्डमै सीमित हुन्छन्, कागजमा आउँदैनन् र नीति निर्माणमा प्रभाव पार्दैनन्। भनेपछि यो भूमिका भनेको शिक्षाको सिद्धान्त र सरकारी अड्डाको व्यवहारलाई जोड्ने फ्युजन रहेछ। अब प्रथम पत्रकै दोस्रो भारमा जाउँ, जुन 60 अङ्कको छ र सेवा सम्बन्धित छ। यसमा नेपालको शैक्षिक इतिहास, शिक्षा प्रणाली, शिक्षण विधि जस्ता विषयबाट वस्तुगत प्रश्न सोधिन्छन्। हो, र यो खण्ड द्वितीय पत्रको लागि एउटा ट्रेलर जस्तै हो। यहाँ तपाईँको आफ्नो सेवा क्षेत्रको आधारभूत ज्ञान कति बलियो छ भनेर परीक्षण गरिन्छ। यहाँ राम्रो अङ्क ल्याउनु भनेको तपाईँ द्वितीय पत्रको लागि तयार हुनुहुन्छ भन्ने सङ्केत हो। ट्रेलर त भनियो, तर ट्रेलर हेरेर सधैँ फिल्म राम्रो हुन्छ भन्ने हुँदैन। पहिलो पत्रमा वस्तुगत प्रश्नको उत्तर दिने बानी परेको उम्मेद्वारलाई दोस्रो पत्रको लामो लामो उत्तर लेख्न गाह्रो हुँदैन र? यी दुई पत्रको लागि तयारी गर्ने रणनीति त आकाश जमिनको फरक होला नि। बिल्कुल, यही नै त असली चुनौती हो र यही धेरै उम्मेद्वारहरू चुक्छन्। पहिलो पत्रको लागि तपाईँले धेरै तथ्यहरू सम्झनुपर्छ, छिटो सोच्नुपर्छ। तर दोस्रो पत्रको लागि तपाईँले ती तथ्यहरूलाई विश्लेषण गर्न, तर्कसहित प्रस्तुत गर्न र आफ्ना विचारहरूलाई सङ्गठित रूपमा लेख्न सक्नुपर्छ। त्यसैले त तयारी गर्दा सुरुदेखि नै दुवै सिपलाई सँगसँगै विकास गर्नुपर्छ। पहिलो पत्र त एउटा छनोट प्रक्रिया जस्तो भयो। जसलाई सामान्य प्रशासन र फराकिलो ज्ञान थाहा छ, ऊ भित्र पस्न पायो। तर असली खेल त अब सुरु हुन्छ, होइन र? द्वितीय पत्रले त तपाईँ आफ्नो क्षेत्रमा कति पोख्त हुनुहुन्छ भनेर सिधै सोध्छ। हो, अब सुरु हुन्छ गहिरो परीक्षण। द्वितीय पत्र 100% विषयगत र सेवा सम्बन्धित छ। यहाँ तपाईँको वास्तविक विज्ञता र विश्लेषण क्षमताको जाँच हुन्छ। यसलाई पनि 50-50 अङ्कका 2 खण्ड क र ख मा विभाजन गरिएको छ र प्रश्नको ढाँचा पनि रोचक छ। हरेक खण्डमा 5 अङ्कका छोटा उत्तर र 10 अङ्कका लामा उत्तर लेख्नुपर्छ। 5 अङ्क र 10 अङ्कको प्रश्नमा के फरक हुन्छ? अङ्क मात्रै कि लेख्ने शैली पनि फरक हुनुपर्छ? शैली नै फरक हुनुपर्छ। 5 अङ्कको प्रश्नले के हो भनेर सोध्छ र तपाईँले तथ्यलाई संक्षिप्त र सिधा रूपमा प्रस्तुत गर्नुपर्छ। तर 10 अङ्कको प्रश्नले किन, कसरी, विश्लेषण गर्नुहोस्, समीक्षा गर्नुहोस् जस्ता कुरा सोध्छ। यहाँ तपाईँले भूमिका, मुख्य भाग र निष्कर्ष सहित एउटा सानो निबन्ध नै लेख्नुपर्छ।
यसले तपाईँको विषयवस्तुको गहिराई र तार्किक क्षमता दुवै जाँच्छ। खण्ड क को विषयवस्तु हेर्दा यो शिक्षाको सैद्धान्तिक र मनोवैज्ञानिक पक्षमा बढी केन्द्रित देखिन्छ। शिक्षाको परिचय, मानव वृद्धि र विकास, सिकाइका सिद्धान्तहरू। तर यहाँ क्लासिकल कन्डिसनिङ, अपरेन्ट कन्डिसनिङ, रबर्ट ग्याग्नेज हायरार्किकल लर्निङ थ्योरी जस्ता नामहरू छन्। यी शब्दहरू सुन्दा अलि गाह्रो लाग्छन्। सरल भाषामा भन्दा आयोगले यहाँ के खोजेको हो? एकदम सरल छ। आयोगले यहाँ मनोविज्ञानका आधारभूत कुराहरू खोजेको हो। क्लासिकल कन्डिसनिङ भनेको घण्टी बजाउँदा कुकुरको मुखमा र्याल आउने जस्तै हो। दुईटा असम्बन्धित कुरालाई जोडेर नयाँ बानी सिकाउनु। जस्तै विद्यालयको घण्टी सुन्नासाथ विद्यार्थीहरूलाई पढ्ने मुडमा ल्याउनु। अपरेन्ट कन्डिसनिङ भनेको राम्रो काम गरेपछि पुरस्कार, जस्तै स्याबासी, र नराम्रो काम गरेपछि सजाय दिएर व्यवहार परिवर्तन गराउनु हो। तर यी सिद्धान्तहरू त धेरै पुराना भए नि। अहिलेको आधुनिक शिक्षामा यिनको के काम? यहाँ नै आयोगको सोच लुकेको छ। आयोगले यी आधारभूत सिद्धान्तहरूमा जोड दिनुको अर्थ हो नेपालका कक्षा कोठाहरूमा अझै पनि व्यवहार परिवर्तन र अनुशासनलाई लिएर आधारभूत चुनौतीहरू छन्। उनीहरूले यस्तो प्राविधिक सहायक खोजिरहेका छन् जसले शिक्षकहरूलाई किन विद्यार्थीले यस्तो व्यवहार गर्छन् भन्ने मनोवैज्ञानिक जड बुझाउन सकोस्, न कि केवल पाठ्यक्रम पढाएर आओस्। उनीहरूलाई समस्याको जडमा काम गर्न सक्ने व्यक्ति चाहिएको छ। वाह, यो त निकै गहिरो कुरा भयो। पाठ्यक्रमको एउटा बुदाले हाम्रो शिक्षा प्रणालीको वास्तविक अवस्थालाई सङ्केत गरिरहेको रहेछ। अब खण्ड खमा लागौं। यो खण्ड चाहिँ बढी व्यावहारिक र प्रयोगात्मक देखिन्छ। शैक्षिक योजना, शिक्षण सामग्री, मूल्याङ्कन, शैक्षिक व्यवस्थापन, शिक्षकको पेशागत विकास जस्ता विषयहरू छन्। यो खण्डले एक प्राविधिक सहायकले फिल्डमा गएर गर्नुपर्ने कामहरूलाई सिधै सम्बोधन गर्छ। यहाँ ज्ञान मात्र भएर पुग्दैन, त्यसलाई कसरी लागू गर्ने भन्ने सिप पनि चाहिन्छ। जस्तै यसमा विद्यालय सुधार योजना भन्ने विषय छ। यो भनेको विद्यालयले आफै आफ्नो समस्या पहिचान गरेर समाधानको योजना बनाउनु हो। प्राविधिक सहायकको काम यो योजना बनाउन सहजीकरण गर्नु हो। यसमा कार्यमूलक अनुसन्धान, एक्सन रिसर्च भन्ने विषय पनि छ। यो के हो र गाउँको एउटा शिक्षकलाई यसले कसरी मद्दत गर्छ? कार्यमूलक अनुसन्धान भनेको शिक्षक आफै अनुसन्धानकर्ता बन्नु हो। जस्तै कुनै शिक्षकलाई लाग्न सक्छ मेरो कक्षा 3 का विद्यार्थीहरूले किन गणितको जोड घटाउ बुझिरहेका छैनन्। यही प्रश्नको उत्तर खोज्न उसले विभिन्न नयाँ तरिकाले पढाउने, नतिजा हेर्ने र समस्या समाधान गर्ने प्रक्रिया नै कार्यमूलक अनुसन्धान हो। यसले काठमाडौँबाट विज्ञ आएर समाधान देला भनेर कुर्नु पर्दैन। प्राविधिक सहायकको भूमिका भनेको शिक्षकलाई यो अनुसन्धान गर्न सिकाउने र हौसला दिने हो। सिद्धान्तलाई व्यवहारमा उतार्ने योभन्दा राम्रो उदाहरण अरू हुन सक्दैन। भनेपछि खण्ड कले सिकाइ किन र कसरी हुन्छ भन्ने सैद्धान्तिक ज्ञान दियो भने खण्ड खले त्यो ज्ञानलाई विद्यालय र कक्षा कोठामा कसरी लागू गर्ने भन्ने व्यावहारिक सिपको परीक्षण गर्यो। दुवै खण्ड एकअर्काका परिपूरक रहेछन्। एकदम, एउटा बिना अर्को अधुरो छ। राम्रो सिद्धान्त थाहा छ तर व्यवहारमा उतार्न सकिँदैन भने त्यो ज्ञान काम लागेन। व्यवहारमा खट्न तयार छ तर त्यसको पछाडिको सिद्धान्त थाहा छैन भने त्यो प्रयास प्रभावकारी हुँदैन। आयोगले यी दुवैको सन्तुलन खोजेको छ। समग्रमा हेर्दा यो पाठ्यक्रमले एक प्राविधिक सहायकको यस्तो चित्रकोण छ जोसँग फराकिलो सामान्य ज्ञान होस्, जो सरकारी प्रशासनिक प्रक्रियामा जानकार होस् र जो शिक्षा क्षेत्रको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा गहिरो विशेषज्ञता राखोस्। यो त एक व्यक्ति अनेक भूमिका जस्तो भयो हो र त्यो नै आजको आवश्यकता हो। निष्कर्षमा यो पाठ्यक्रम केवल परीक्षा पास गर्ने माध्यम मात्र होइन। यो नेपालको शैक्षिक प्रणालीको सम्पूर्ण इकोसिस्टम बुझ्ने एउटा अवसर हो। यसको इतिहास र दर्शनदेखि लिएर यसको कानून, व्यवस्थापन र कक्षा कोठाको अभ्याससम्म। आयोगले यस्तो व्यक्ति खोजिरहेको छ जसले सिकाइको मनोविज्ञानलाई सुशासनको अभ्याससँग जोड्न सकोस्, जो शिक्षकको साथी पनि बन्न सकोस् र प्रशासकको सहयोगी पनि।